कलिलो उमेर अनि हजारौँ चाहनाहरू। चाहना मतलब त्यो चाहना होइन कि टन्न पैसा कमाऊ रमाऊ केही गरौँ भन्ने। हाम्रो चाहना त यही हो कि साथीभाइसँग रमाऊ, एउटा मेमोरी बनाऊ, होइन र? भोलिको दिन त कसले देखाएको छ र? कोही बेला साउदीतिर, कोही बेला युके अमेरिका। बाँकी भएको केही समयलाई चाहिँ युटिलाइज गरौँ न, होइन? एकअर्कासँग सेयर गरौँ, त्यसरी लाग्यो हामी आफ्नो गन्तव्यतिर। सन्चै आरामै हुनुहुन्छ, म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ हामी चाहिँ होइन यहाँ भक्तपुरदेखि बेनी जान लाग्यो र के कस्तो हुन्छ भिडियोमा चाहिँ जोडी गर्नु र भिडियोलाई मन परेदेखि अगाडि भनिरहेको छु। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है। हाम्रो केटाहरू चाहिँ यतातिर छ, यति अरू उता पछाडितिर छ। आज हामी 8जनाको ग्रुप चाहिँ होइन जाँदैछौँ। अब त्यो ग्रुप भएर चाहिँ एकदम झकास हुनेछ, रमाइलो होइन। हेर्दै गर्नु होला र भिडियोमा जोडिँदै गर्नु होला है। फाइनल हामी चाहिँ ओसियन खाजा घरमा होटलमा चाहिँ खाना आइरहेको छौँ। अब यहाँ गएर खानासाना खाएर फेरितिर बेनीतिर चल्नुपर्ने हुन्छ हाम्रो बाइकहरू चलाउनु। फाइनल गाइड चाहिँ हामी चाहिँ होइन यहाँ खाना ठाउँमा आएर धरिसकेको छ। यो के ठाउँ? इच्छा कामना भन्ने ठाउँमा देख्न सक्नुहुन्छ। हामी चाहिँ खानासाना खाएर यहाँबाट चाहिँ अब निस्किनु लाग्यो है। गाडी उता चार्ज गर्न गएको छ। चार्ज हालेर चाहिँ निस्केर चाहिँ हाम्रो चाहिँ फेरि पनि यात्रा कति भन्नु है, मुस्ताङ मुक्तिनाथ पुग्दैछ। के भन्नु, केटाहरू सबैजना यता छ, अरू उता पछाडिपट्टि छ। मलाई चाहिँ कस्तो लाज लाग्यो जस्तो भयो, त्यही भएर यतापट्टि बसिरहेको भिडियो बनाउँदै होइन। सबजनाको जुनहरू चाहिँ यता छ। डाँडा त के हो आप्पा खतरा आएको छ त। हो भने झर्नाको कमी रहेछ, नभए त एकदम सबै सन्नी र बालन जस्तै परेको है। एउटा पनि मोटो भेटेन है। कस्तो लागिरहेछ तिमीलाई यहाँ? मलाई एकदम आनन्द लागिरह, तर अलिअलि मलाई अल्टिट्युड सिकनेस भइरह जस्तो फिल भइरह। त्यस्तो नि भएको छ र? भइरह, ढुकढुक भइरह। इट्स ओके गाइस। मोटो ढुकढुक नभए त के मान्छे बाँच्छ पनि। ऋतिक भाइ कस्तो लागिरहेछ तपाईँ? नाम के हो? लुम्ले हो, लुम्ले। आएको छ केटा हो। कस्तो चिसो हो। अनि सन्देश मलाई कस्तो लागिरहेछ? रमाइलो भइरहेछ अहिलेसम्म त। अब हेरौँ उहाँ पुगेपछि कस्तो हुन्छ। जाडो कतिको हुने हो। हामी चाहिँ लुम्ले भन्ने ठाउँमा आइरहेछ। अमन भाइ कस्तो फिल भइरहेछ? एकदम दामी। हाम्रो दाजुहरूले अब चिट खानु है, हामी चाहिँ चिप्स खानु पर्यो भनेर यता बाहिर निस्किँदै है। सरतिर भ्यू देख्न सक्नुहुन्छ, एकदम दामी टाइपको मेरो पछाडितिर है। ठ्याक्कै आँखामा घाम परेर चाहिँ कस्तो आँखा नै तिरिमिरी भइरहेछ। गाडीमा हिँड्दा हिँड्दा नि टाउको अति दुखेर चाहिँ हामी यसो बाहिरतिर फ्रेस भइदिउँ भनेर चाहिँ निस्किरहेको है। यो कुन ठाउँ रे? बेलचौतारा भन्ने ठाउँ चाहिँ तनहुको है।
त्यहाँनिर आइसकेको छु म त चिसो चिसो होला भनेको खासै रेन्ज चिसो चाहिँ होइन हामी चाहिँ होटल ताजमहलमा आइसक्यो है सबैजना यतातिर छु एउटा चाहिँ रक स्टार हो कि क्या पुरै यस्तो होटल है होटल ताजमहल चाहिँ यहाँ लिएर म चाहिँ कहाँ भनेर अघि होइन खोजिरहेको थिएँ सबैजना यतातिर कोहीलाई खानाको ध्यान छ कोहीलाई बस्नुको ध्यान कोहीलाई हिँड्नको ध्यान कोहीलाई के म त पुरा जङ्गलको बिचमा आएको लागिरहेको छ है केही छैन आज हिँडेर कस्तो लाग्यो आज चाहिँ हिँडेर होइन एकदम थाकिसक्यो हामी साथी कहीँ घुम्न पाएको छैन गाडी एकदम बिस्तारै बिस्तारै आइरहेको थियो म चाहिँ सुताइ गरेँ अब राति साह्रै गाह्रो त भएन अब हाम्रो अरू साथीहरू पनि गाह्रो भएको छ जस्तै उता हेर्नु सक्नुहुन्छ लिभाइ तिम्रो कस्तो लाग्यो कस्तो भन्नु अब होइन टाउको लास्ट दुखिरहेको छ के कारणले गाडीमा हिँडेर उसको चाहिँ आज भर्खर ब्रेकअप भएर चाहिँ यस्तो भयो खासमा होइन केही छैन अब त्यो ब्रेकअप भयो भने हामी चाहिँ अब एकजनाको ब्रेकअप भयो भने सबजना स्याड भएर बस्नु भन्दाखेरि म बोल्नुको लागि भनेर हामी चाहिँ सबजना भागिरहेको ब्रेकअप भएको खासमा तर म त पछि बल्ल बल्ल रुममा पुगे यार कस्तो गाडीमा बस्दा बस्दा है च्याउ भएको थियो म त्यो ढाडहरू अति दुखिरहेको छ सिटमा बस्दा बस्दा होला अब गएर एकताल यस्तो नाच्नु पर्छ नि ठिक नाच्नु यार है काब्रेली सम्धि हामीवाला चाहिँ डान्समा चाहिँ नाच्नुपर्छ एउटा छब्री आइसक्यो के छ मन भाइ एकदम दामी छ होइन एकदम ठिक छ एकदम सकुशल आइपुग्यो यहाँनिर चाहिँ होइन सकुशल त हो नि बाटोमा चाहिँ लड्या थिएँ सकुशल लाग्यो सकुशल आइपुगेको छैन केही पनि भएको छैन कसरी आयो मलाई एकदमै दिक्क लाग्यो यस्तो ओ माई गड दिक्कत चाहिँ के कुरा लाग्यो के कुराले भने जति बेला माइक्रो ओ माई गड तपाईँहरू आउनुभयो भने अलिक बुझेर राम्रो ट्राभल एजेन्सी हेरेर मात्रै आउनु है हामीलाई यस्तो दुःख भयो कति गाह्रो भएको छ तपाईँलाई थाहा छ मेरो टाउको पड्किन टाउको जुम्रा त कति पड्के तिमी चुप लागा जुम्रा सुम्रा होइन मेरो कसैको जुम्रा पऱ्यो कसैको के मलाई चाहिँ केही पनि भएको छैन हल्का ढाडले केही आयो त्यति हो है ल हामी चाहिँ हाम्रो रुममा आइसकेको छौँ है पाखेला पौडी भनेर चाहिँ ल भन्छ हेरेर है हुन्छ हाम्रो बेड चाहिँ यो चाहिँ जस बेड चाहिँ ठिकै रहेछ तर होइन कस्तो अर्को अर्को स्मेल आइरहेको छ कि रुममा कस्तो रक्सी खाएर मान्छेले चाहिँ भोमिट गरेर चाहिँ त्यो छोडे जस्तो खालको छैन त्यस्तै स्मेल आइरहेको छ मलाई नि स्मेल चाहिँ ठिक लागेन है यो रुम सर्भिस कस्तो हुन्छ है यसो सफा सफा होला नि सायद होइन खानपछि रुममा यस्तो ताललाई ढल्दाखेरि चाहिँ मजा अति बवाल आउँदो रहेछ बल्ल चाहिँ हल्का दामी भइरहेको छ क्या जस होइन आज दिसभरि माइक्रो इभीमा झन् है टाउको अति दुखाउने त्यही भएर चाहिँ झन् आज चाहिँ बेनीमा आएर चाहिँ ठ्याक्क होइन आमाको दाइको त्यो एरियाहरू त्यो घुमाउँला भनेको झन् कस्तो हुँदै भएन क्या सोचे जस्तो कहिले केही हुँदैन क्या यही कुरा चाहिँ जति अब बेनीबाट 2-3 किलोमिटर माथि रहेछ हामी अनि यहाँबाट चाहिँ हेरेर जाँदा नि अब फेरि अति नै हुन्छ अब यतातिर त्यो इन्जेक्सन ल्याब पनि हुँदैन होला सायद के हुन्छ यतातिर सायदै नहोला है इन्जेक्सन ल्याब भएर चाहिँ यताउता चढेर भयो भने जानुहुन्थ्यो बेनी घुमेर आउनुहुन्थ्यो अब फेरि नमिल्ने भयो है कस्तो रमाइलो हामीले सोचिरहेको थियौँ बेनीमा गएर अति यो चाहिँ मलाई ठिक लागेन अरू त के छैन सबै ठिकै छ भनौँ है यहाँ रुममा चाहिँ कस्तो स्मेल आइरहेको छ क्या त्यो ड्रिङ्क्स गरेर चाहिँ मान्छेले वाक गरेर भइरहेछ त्योबाट चाहिँ सर्लको बाहिर निस्किसकेको छ हामी चाहिँ है यहाँबाट सर अब बनाइबाट निस्केर गएर होटलतिर के कस्तो सुविधा छ अब बुझ्नु त पऱ्यो पक्कै पनि होइन अब बस्ने भएपछि रुम चाहिँ स्प्रे चाहिँ माग्नु जानु पऱ्यो है अति गनाइरहेको छ त्यो रुम चाहिँ होइन त्यही भएर चाहिँ केटाहरू जाउँ न रुम स्प्रेमा साँच्ची आउनु भाइ त्यो मेरो कल गर्नु चाहिँ एउटा कसलाई देखाएर के हो केटा सबैजना कलमा बिजी म मात्र हो कि यहाँ फेरि होइन केही पनि छैन आई एम वान म्यान आर्मी है ल है त अब बाँकी कुरा चाहिँ के हुन्छ पछि देखाउँदै गयो के हो क्यामेराले पनि साथ दिनु छोड